सम्पूर्णलाई नमस्कार। यो लाइभ धेरै भन्दा धेरै शेयर गरिदिनु होला। एउटा म ओडाको सिफारिस लिनका लागि ओडा कार्यालय आए। ओडा कार्यालय आउँदै गर्दाखेरि एउटा सिफारिस चाहियो मैले। अंकल हामी एउटा संस्था दर्ता गर्दै थियौ भनेर तैले जनप्रतिनिधि बोलाउनु पर्छ, तेरो हो यो ओडा, तू जान्छै जा यो ओडामा। के अरे जतिले पनि शेयर गरिदिनु होला, किनकि मैले रासोपाको कहिल्यै पनि प्रचार गरेको छैन। यो रासोपाकी हो कि भनेर त्यो शंका लिएर मलाई यो ओडाबाट सिफारिस दिनका लागि मैले यस्ता शब्द बोलेका छन् ओडा अध्यक्षले। मैले कहाँ जानुपर्छ न्यायको लागि। म र निता, मेरी साथी निता आज मलाई यसरी यस्ता शब्द बोलेका छन्। यो ओडा अध्यक्ष अंकलले 2 दिन गरिसक्यो यस्तो मेरा लागि। के लिनुपर्छ, कस्तो लिनुपर्छ, विधानको हामी भोलि ल्याएर आउने अंकल भन्दै गर्दाखेरि तैले यो ओडामा गर्नु पर्दैन, जा गर्छ गर भनेको छ। किनभने